आजको हाम्रो यात्रा बारपाकदेखि लाप्राकसम्म। हाम्रो यात्रा भने बोलेरो जिपमा थियो। करिब 1-1.5 घण्टाको हिँडाइपछि चाहिँ जिपमा हामी केही बेर चाहिँ बालुवामा खाजा खान रोक्यौँ र त्यहाँ केही समय चाहिँ हामी बालुवा भन्ने ठाउँमा चाहिँ पुलमा एकछिन हावा खानको लागि पाइप रेस्टमा बसेको थियौँ। बारपाकको सिरानमा रहेको यो चाहिँ इपी सेन्टर हो, जहाँ चाहिँ भूकम्पको केन्द्रबिन्दु भएको भनेर चाहिँ मानिन्छ। यो चाहिँ बारपाक बजारको सिनारियो हेर्न सक्नुहुन्छ। भ्यू हरै घरले ढाकिएको छ भूकम्पपछि झनै। गएकै दिन चाहिँ पारिपट्टि डाँडामा गणेश हिमालमा चाहिँ हिउँले ढाकिएको कस्तो राम्रो सुन्दर दृश्य देखिएको थियो। आयो बारपाक बजार। त्यही लाप्राक जाँदा फेरि बाटोको दृश्य। करिब 1 घण्टापछि चाहिँ हामी लाप्राक पुग्यौं र त्यहाँको घरको दृश्य देख्न सक्छौं। कहाँ रे हामी कालु पाण्डेको दरबारमा। थ्याङ्क्स, लभ यु फरएभर।